फोन तपाईहरुमा पक्कै पनि देखिराख्नुहुन्छ। यति बेला देख्न सक्नुहुन्छ तपाईहरुको मोबाइलको पर्दामा यहाँ हाम्रो छविलाल घरती अर्थात् सिडिएम घरतीज्यू र तपाईले देख्न सक्नुहुन्छ यतातिर हाम्रो रमाइलो जीवन अर्थात् रातो बाल भनेर धेरै फेमस चिनिने गर्नुहुन्छ। पक्कै पनि तपाईहरुले मोबाइलको पर्दामा देखिराख्नु भएको होला र हामी यति बेला सँगै छौं भने कहाँदेखि हेर्दै हुनुहुन्छ कसले हेर्नुहुन्छ कमेन्ट गर्नु होला र कसले चिन्नुहुन्छ कमेन्ट पनि गर्नु होला। तपाईहरु पास हामी अवश्य भेट हुने प्रयास गर्नेछौं र यति बेला म पहिला हाम्रो रातो बाल अर्थात् रमाइलो जीवन जीसँग भेट हुँदैछु र जोडिदैछु र यहाँले दुई चार कुरा तपाईहरु माझ राख्दिनुहुन्छ। हजुर सर, दर्शकहरुलाई के दुई चार कुरा राख्दिनुस्। हामी यति बेला दिल्लीमा छौं। हजुर नमस्ते, म जितबहादुर फुडमगर। मेरो सोशल मिडिया पेज भनौँ रमाइलो जीवनबाट मलाई धेरै मान्छेले चिन्नुहुन्छ, धेरै साथीहरूले चिन्नुहुन्छ। एकदम खुसी लाग्छ। र आज हामी यहाँ यो न्यू दिल्लीको नेहरू प्यालेस पार्कमा आज यहाँ तीजको नाचगान एकदम जमघट चलिरहेको छ। आज विभिन्न किसिमका हाम्रा नेपालका मतलब पूर्व पश्चिमदेखि लिएर उत्तर दक्षिणका चेलीबेटीहरू सब जम्मा आउनुभएको छ र उहाँहरूले रमाइलो नाचगान कार्यक्रममा उहाँहरू नाच्दै हुनुहुन्छ र हामी एकैछिन यहाँ छोटो मिठो यसो मतलब भरतराज सरसँग यसो परिचय भनौँ भनेर हामी यति बेला जमक्क भेट पनि भइसकेका छौँ। जमको भेट पनि भइसकेका छौँ र यस्तै रमाइलो गर्नको लागि हामीसँग जोडिनु होला। एकदम हजुर। र त्यसै गरी म हाम्रो छविलाल घरतीज्यू अर्थात् सिडिएम घरतीज्यूसँग जोडिरहेछु। हजुर, दर्शकहरूलाई केही दुई चार शब्द राखिदिनुहोस् सर। ल हस् त, नमस्कार। म छविलाल घरती, मेरो शुभ नाम चाहिँ मेरो फेसबुक लाइक पेज चाहिँ मेरो सिडिएम घरती मगर। ल, आउँदै गरेको नेपाली दिदीबहिनीको महान चाडपर्व हरितकालिका तीजका आज छोटो मिठो कार्यक्रममा उपस्थित भएका थियौँ र हामी उपस्थित भएर थोरै रमाइलो पनि गऱ्यौँ र आउने फेरि सन्डेको पनि फेरि यसै ठाउँमा फेरि रमाइला यो तीजका भागाहरूमा हामी रमाउने छौँ र सबैजना आउनुहोला। यो लोकेसन चाहिँ नेहरू प्यालेस न्यू दिल्ली है, मेट्रो स्टेसनदेखि ब्याक साइडमा। हजुर, त्यति भन्दै दर्शकबिन तपाईहरुले पक्कै पनि सुनिसक्नुभयो, देखिसक्नुभयो। दुई चार शब्दहरू राखिदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै गरी तपाईहरु नयाँ हुनुहुन्छ भने फलो गरेर जोडिनु होला भन्न चाहे र हामीसँग जोडिनु होला। यति बेला हामी बिदा हुन चाहन्छौँ।